हेलो साथीहरु, आज म हजुरहरुसँग चाहिँ यो तेलको विषयमा कुरा गर्न गइरहेको छु है। यो चाहिँ कोकोनट ओइल हो। कोकोनट ओइल अरु पनि हुन्छन् मार्केटमा हैन, मजाले पाइन्छ। तर हामीले चाहिँ बेबीको लागि स्पेशली युज गर्दाखेरि चाहिँ किन यही युज गर्ने भन्नुहुन्छ भने यसको त्यस्तो ब्याड स्मेल पनि हुँदैन। यो एकदमै बेस्ट हुन्छ। यो कोल्ड प्रेस्ड भर्जिन कोकोनट ओइल हो है, कोकोनट ओइल हो। यो मैले चाहिँ प्रेग्नेन्सीको टाइममा पनि युज गरेको थिएँ मेरो बेली एरियामा है। मैले स्टार्टिङबाटै युज गरेको थिएँ। स्ट्रेच मार्क्स बस्दैन है, मेरो चाहिँ एउटा पनि बसेको छैन स्ट्रेच मार्क्स। र यो मैले चाहिँ स्पेशली बेबी र मामु हामी दुईजनाको लागि लिएको थिएँ। अहिले चाहिँ मैले यति चाहिँ युज गरिसकेको छु। अहिले बेबी भइसकेर उहाँलाई पनि मैले यही युज गरिदिइराखेको छु। र मैले पनि प्रेग्नेन्सी जर्नीभरि यो मेरो जुन बेली एरियाभरि मैले यही युज गरेको हो। एकदमै बेस्ट हुन्छ, स्ट्रेच मार्क्स रहन दिँदैन तपाईहरुलाई। र बच्चालाई अहिले स्पेशली यो गर्मीको सिजनमा घमौराहरू पनि आउन दिँदैन। अरु ओइल मैले युज गरेको छुइनँ, यही युज गरिरहेको छु। एकदमै राम्रो हुन्छ बेबीको स्किनको लागि। र अर्को भनेको चाहिँ हस्पिटलबाट पनि यस्तै ओइलहरू रिकमेन्ड गर्नुहुन्छ। अब यही ब्रान्डको जोसको लिएको छु, यही लिनुपर्छ जरुरी त छैन। कोल्ड प्रेस्ड यो कोकोनट ओइल चाहिँ तपाईले अरु कुनै ब्रान्डको पनि लिन सक्नुहुन्छ। अलिकति एक्सपेन्सिभ त पर्छ नर्मल कोकोनट ओइल भन्दा चाहिँ, तर बेस्ट चाहिँ हुन्छ है, वर्थ इट चाहिँ हुन्छ। अब मैले यो चाहिँ अनलाइन अर्डर गरेको थिएँ दराजबाट। यो जोसको मैले यो लगभग 350 समथिङ 400 ml हो है। एक्ज्याक्ट मलाई अब यो कति छ 370 ml रहेछ। यो मैले समथिङ 700-800 पर्यो मलाई चाहिँ, जुन अब डेलिभरी चार्ज यो गरेर है। अनि अलिकति एक्सपेन्सिभ चाहिँ हुन्छ, तर आफ्नो बेबीको लागि आफ्नो हेल्थको लागि चाहिँ किन कम्प्रोमाइज गर्ने हैन। यो लामो समय चल्छ। मैले त्यत्रो आफ्नो प्रेग्नेन्सी जर्नीभरि युज गर्दा र अहिले बेबीलाई युज गर्दा पनि अझै मसँग यति छ भनेपछि राम्रो लामो समय जान्छ है। र तपाईहरुले पनि यो लिन सक्नुहुन्छ, यो युज गर्न सक्नुहुन्छ। बेस्ट हो, वान अफ द बेस्ट हो। त्यही भएर तपाईहरुलाई मैले सजेस्ट गरे। कमेन्ट छोड्न सक्नुहुन्छ हजुरहरुले कस्तो के लाग्छ। यदि युज गरिसक्नु भएको मामुहरुले पनि कमेन्ट छोड्नु होला, तपाईहरुको एक्सपिरियन्स कस्तो छ सेयर गरिदिनुस्। र नयाँ मामुहरु चाहिँ कुन युज गर्ने भनेर सोच्दै हुनुहुन्छ या प्रेग्नेन्सीको टाइममा हुनुहुन्छ, तपाईहरु आफ्नो स्ट्रेच मार्क्स नबसोस् भन्ने, अब कस्तो के गर्ने भन्ने विषयमा सोचिरहनु भएको छ भने तपाईहरुले चाहिँ अब यो ओइल चुज गर्दा हुन्छ है। र यस्तै भिडियोको लागि मलाई फलो गर्न सक्नुहुन्छ। अनि त्यसपछि कमेन्ट पनि छोड्नु होला, तपाईहरुको आफ्नो धारणा पनि राख्नु होला। बाइ बाइ।